कसैले भन्दैन क्या ट्रेकमा रमाइलो कुराहरू मात्रै देखाएको हुन्छ तर कति गाह्रो हुन्छ भन्ने कुरा कसैले भन्दैन नि त म जस्तो 10 to 5 जब गर्ने काम गर्ने एक्सर्साइज गर्न नभ्याउने मान्छेहरूको लागि हिँड्ने बानी नभएको मान्छेलाई अति नै गाह्रो हुन्छ क्या यो कुरा कसैले भन्दैन क्या किनभने राम्रो कुरा राम्रो पार्ट मात्रै देखाइन्छ होइन हो धेरै राम्रो चिज छ यहाँ तर त्यहाँसम्म पुग्नुको लागि मेहनत तपाईँले कति कुराहरू गर्नुपर्छ भन्ने कुरा चाहिँ आफै विचार गर्नु होला आउँदै हुनुहुन्छ आउनुहोस् बाटोहरू मजा हामी त यता यो के भन्छ खै के चोर बाख्रे चोर के भन्नेबाट बाख्रे चोर होइन के बाख्रोबाट आएको ठाडो उकालो क्या त्यस्तो उकालोमा जिन्दगीमा हिँडेको थिइनँ होइन त्यस्तो उकालो हिँडेर आयौँ भ्यूले ओर्तेट भयो ओह्रालो झर्दैछौँ रुट यही नै हो माथि डाँडादेखि होइन अब यहाँबाट चाहिँ हामी चखेवा पुग्छौँ त्यहाँबाट भोजपुर टाइम मिल्यो भने धनकुटा पुग्छौँ आज बेलुकै होइन भने भोलि पुग्छौँ म जस्तो एक्सर्साइज नगर्ने मान्छेलाई गाह्रो छ गाइज बी केयरफुल अनि तातो लुगा धेरै नचाहिने कुराहरू चाहिँ बोक्ने कामै छैन ठिक्क चाहिने कुरा बोक्ने कम्फर्टेबल लुगा बोक्ने होइन ब्याग धेरै गरम बनाउने नै होइन खानेकुराहरू जीवनजलहरू अलिअलि बोक्ने यस्तै हो हामी फर्किँदैछौँ म लास्टमा चाहिँ भिडियो बनाउँदैछु त्योभन्दा अगाडि सबैजनाहरू हुन्छ त्योभन्दा अगाडि चाहिँ हाम्रो 16 वर्षीय अल्लारे केटाहरू चाहिँ अगाडि पुगिसके अनि हामी ढिलो भयो भने चाहिँ ड्रोन उठाउँछन् अनि कहाँ आइपुग्यो भनेर हेर्दै तल गएर पर्खिन्छन् केटाहरूले अनि फेरि हामी त्यहाँ पुग्छौँ भने फेरि हुने त अगाडि लाग्छन् होइन यस्तै भइरहेछ जस्ट रमाइलै भयो यस्तो वाला रुख यस्तो फुलहरू चाहिँ बब्बालै फुल्ने रहेछ यता होइन हिजो आउँदा कस्तो धेरै फुलेको थियो अहिले अझ त्यति मजाले फुल्ने बेला भएको रहेनछ अझ अलिक पछि यो जाडोमा अझ पलाउँछ पानी हुन्छ नि त मजाले त्यति बेला चाहिँ फुलहरू मजाले फुल्ने रहेछ बाई बाई गाइस हाम्रो मयुम डाँडाको ट्रेक अब हामी चखेमामा गएर टुङ्ग्याउँछौँ थ्याङ्क यू सो मच फर वाचिङ मी